हेलो गुड मर्निङ एभ्रिवान र आजको नयाँ ब्लगमा फेरि पनि स्वागत छ हजुरहरूलाई। र आज चाहिँ शनिबार र हामी चाहिँ मुला उखाल्दैछौँ हो। आज चाहिँ शनिबार, भोलि आइतबार, त्यही भएर भोलि नाम्ची बजार लान्छ नि त बेच्नु। त्यही भएर म र ममा चाहिँ ड्याम मुला उखालेको छौँ हो। र मलाई चाहिँ मम्माले बराबर सब्जी ल्याउनु बोलाएको थियो हो। गएर एक डुकु लिएर आएर फेरि मुलाको पत्ता काट्नु थालेको म चाहिँ। र तपाईँहरू पनि होइन अर्ग्यानिक एकदम राम्रो सब्जीहरू लानु चाहनुहुन्छ भने आइतबार होइन व्हाइट हलमा जानु सक्नुहुन्छ। त्यहाँ चाहिँ एकदम ताजा ताजा फ्रेस सब्जीहरू पाउँछ, जुन चाहिँ शनिबार उखालेको हुन्छ। अन्त आइतबार चाहिँ बेच्नु ल्याउँछ, एकदम फ्रेस राम्रो हुन्छ। बेसी गरम छ कि यहाँ चाहिँ, घाम मजाले लागिरहेछ हो। यहाँ छ मुला, ममा तल उखाल्दैछ सब्जी। र म चाहिँ अब मुला चाहिँ भारी लगाएर चाहिँ एकदम यसलाई चाहिँ धुनु लानु आँटेको हो। धोएर चाहिँ सफा बनाएर लानुपर्छ। र मुला चाहिँ टक्कै दुइटोको लाग्छ। त्यस्तो भए केसले साह्रै डिस्टर्ब पऱ्यो नि त। यो कुनमा बोकौँ भने झन् डोको थापिदियो कि त्यो मुला चाहिँ त्यही हुँदै गर्छ एक डोको हो। भरे लगेर तल लगेर त धुनुपर्छ। यो त कम्ती छ नि त, लाँदैहरू तल फेरि सब्जी छ हो, त्यो चाहिँ यहाँ लगाएर फेरि उन्दै लानुपर्छ। यहाँ कोपी छ, उयोबाट पनि कोपी छ हो, रातो खालके। यो चाहिँ भर्खर लगाएको र फलेको छैन। यहाँ चाहिँ उयोमाथि चाहिँ छ, ममा चाहिँ पहिला सब्जी नै उखाल्दैछ। थियो बिचमा आएर चाहिँ अनएक्सपेक्टेड हो, यो कताबाट बटार बुटुर परेको मुला पनि भेटिहालेँ। एक टुक्रो भयो, यहाँ छ एक टुक्रो। अब यसलाई चाहिँ वासिङ पाउडर निर्मा गर्नुपर्छ। र फाइनल्ली गाइस हामीले मुलाहरू खालिस्टम धोइधायो सबै गरिसक्यो हो। 6 मन निस्क्यो मुला चाहिँ। अन्त मैले बिचमा ब्लग बनाउनु पाइनँ किनभने लाइट पनि थिएन, पानी पनि पर्नु थाल्यो हो। त्यही भएर मैले ब्लग बनाइनँ बिचमा। त्यसको लागि एकदम धेरै 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 माफी माग्न चाहन्छु। र यस्तै ब्लगहरू हेर्नको लागि फलो गर्नुहोस् होला। बाई बाई, सी यु नेक्स्ट ब्लग।